ओके, फाइनली हाम्रो पृथ्वी राईलाई सम्मान गरिएको छ र आज विशेष गरी दार्जिलिङमा भने तपाईँको किराती खम्बु राई सांस्कृतिक उत्सव रहेको थियो र त्यही अवसरमा तपाईँको किराती खम्बु राई संस्थाद्वारा चाहिँ हाम्रो पृथ्वी राई हाम्रो मेसीलाई चाहिँ सम्मान गरिएको छ। आज एक त किराती राईहरूको उत्सव चहल पहल त भइ नै हाल्छ, झन् त्यही माथि पृथ्वी राईको उपस्थिति सोच्नुहोस् त मान्छे कतिजना थियो होला। र आजको सम्मान कार्यक्रममा भने हाम्रो सिक्किमको मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित हुनुहुन्थ्यो र उहाँकै हातबाट हाम्रो पृथ्वी राईलाई सम्मान गरिएको थियो। र त्यसै गरी दार्जिलिङको माननीय सांसद राजु विष्ट सर पनि उपस्थित हुनुहुन्थ्यो। अनि मैले छुट्याउनै नहुने व्यक्ति भनेको हाम्रो पृथ्वीको मम्मी पनि उपस्थित हुनुहुन्थ्यो, हाम्रो पृथ्वीको सफलतामा रमाउँदै हुनुहुन्थ्यो। र साँच्ची नै यसरी हाम्रो मेसी हाम्रो पृथ्वी राई सम्मानित भइरहँदाखेरि यो छाती भने गर्वले फुलेर आउँदो रहेछ। अनि यसरी हाम्रो पृथ्वी राईलाई सम्मान गर्नुहुने किराती खम्बु राई संस्थाका सम्पूर्ण पदाधिकारीहरूलाई भने हामी फुटबल फ्यान्सको तर्फबाट र फुटिफियो नेपालको तर्फबाट धेरै 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 धन्यवाद व्यक्त गर्न चाहन्छौँ।